खुसीको कुरो भनौँ, अस्ति भर्खर परराष्ट्र मन्त्री भारतमा जाँदाखेरि धेरैवटा कुरा उहाँले पनि त्यहाँ गरिसक्नु भएको छ। भारतको प्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ, होइन सीमाका कुरा पनि मिलाउँ, उद्योग धन्दा आदि उदि कल कारखाना ट्रेड सेड सबै मिलाउँ भनेर रिलेसन राम्रो पार्ने कुरो आइसक्यो। त्यस्तै गरेर चाइनाले पनि के भन्यो भने अब बोलाइसक्यो, परराष्ट्र मन्त्री जाँदै हुनुहुन्छ अर्को हप्तातिर जाँदै हुनुहुन्छ। चाइनाले पनि के चाहिँ गरिदिनु पर्यो बाबा, नेपाललाई हामी गरिदिन्छौँ भनिसक्यो। रुसले पहिल्यै भनेको 28-30वटा कल कारखानाहरू चाहियो भने हामी सहयोग गर्न तयार छौँ भनिसक्यो। हुँदा किम जोङलेसम्म नेपाललाई जे चाहियो हामी दिन तयार छौँ भनिसक्यो। उत्तर कोरियाको शासकले समेत नेपालमा साह्रै भ्रष्ट रहेछन्। अब यी भ्रष्टलाई चाहिँ उसले चाहिँ उहाँकै मुलुकमा भएको भए त गोलीले हानिदिइहाल्थ्यो, उनको त त्यो डेमी हान्ने बानी छ। र संसारका सबै डेभलप कन्ट्रीहरूले नेपालमा पैसाको ओहिरो दिँदैछन् र त्यो पैसा सदुपयोग हुन्छ कि हुँदैन भन्ने उनीहरूलाई चिन्ता अब छैन। किनभने दरो गृहमन्त्री छ, प्रधानमन्त्रीले घुसै खाँदैन, क्याबिनेटमा एक सेक पढे लेखेका मान्छे पुगेका छन्। बल्ल राजा महेन्द्रले कल्पना गरेको नेपाल, राजा वीरेन्द्रले शान्ति क्षेत्रको कुरा ल्याएको थियो, राजा